गुड मर्निङ सबैजनालाई अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज औँसीको दिन हामीहरू सबै गरगुम्बा जाँदैछौँ। सबै मिन्स म र मेरो दुईटा साथीहरू। सो अनि आज औँसीको दिनमा राम्रो कुरा चाहिँ के रहेछ भने मदर्स डे पनि रहेछ। सो टु एभ्री मदर्स ह्याप्पी मदर्स डे भन्न चाहन्छु। सब्स्क्राइब गरिदिनु होला यो मान्छेलाई। यो मान्छेको युट्युबमा आएको त गाली मात्र खायो। सो अनि आज घरगुम्बा गएर सो हामी चाहिँ यता गुरु परमेश्वरको जल पिउने ठाउँमा पुग्यो। सो साथी दुईजना चाहिँ जल पिउँदैछ। त्यहाँनिर ट्रिसहरूले सो बिस्तारै हिँडेर आउँदैछौँ। यहाँ पुगियो। अब म पनि जल पिउँछु। सो गुम्बामा पुगेर गुम्बाले पुग्छु अनि कस्तो छ के छ हेर्दै गर्नु। सो हामी फाइनली पुग्यो। आजले चिया हाल्न लानुभएछ। आज हो चिया फेचाले थ्याङ्क यू सजाय शेष आजले। साथी दुईजना यता छ। हो छेउ आज सो आजले चिया यो नुन चिया हो है। सो गुड थाकेर आयो। सो थाकेर आउने बित्तिकै यो चिया खाएपछि पुरै एकदमै रिल्याक्स हुन्छ भनेको। सो यो गुम्बा चाहिँ अपोलो मुस्ताङको माराङ गाउँ भन्ने ठाउँबाट अलिकति माथिल्लो भेगमा पर्दछ। अनि यो गुम्बा चाहिँ 8th सेन्चुरीमा बनेको हो। अनि यो चाहिँ ओल्डेस्ट मोनास्ट्री अफ मुस्ताङ होल वर्ल्डमै भन्न सकिन्छ। अनि मेन चाहिँ यो गुम्बा चाहिँ टिबेटको गरगुम्बासँग एकदमै रिलेटेड छ। अनि यति अपोलो मुस्ताङ हजुरहरू सबै घुम्न आउनु भएको छ भने यो गुम्बा चाहिँ दर्शन गर्न नभुल्नु होला, नबिर्सिकन। यता पनि कुना कुना मिन्स अलिकति कुनामा छ, मेन रोडमा पर्दैन। तर तपाईँहरू यो यताबाट घुम्न आइदिनु होला भनेर हजुरहरू सबैलाई म रिक्वेस्ट गर्न चाहन्छु। अनि यो चाहिँ हाम्रो यता आफ्नै गाउँ माराङ गाउँबाट पनि आउन सकिन्छ। अनि उतापट्टि टाकमार गाउँतिरबाट पनि आउन सकिन्छ। सो यता आइदिनु। सो फाइनली हामी छिमेलाकाङमा पुग्यौँ। अनि यता छिमे बाल्न लागेको छौँ। सबैको लागि राम्रो होस् भनेर विशेष गर्दै छिमे बाल्न लागेको छौँ है। हेलो नेहरू खुन्यो छिमे पुली। सो यताको ब्याकग्राउन्ड चाहिँ यस्तो छ है गरगुम्बाको। सो मेरो साथी दुईजना चाहिँ त्यहाँबाट जाँदैछ। सो यति अप्पर मुस्ताङ घुम्न आउनु भएछ भने
अनि जसरी भए पनि यता आइदिनु होला घुम्न अनि हाम्रो गाउँ र ठाउँलाई पनि माया गरिदिनु होला अनि त्यो त सबैलाई थाहा छ इट्स अ ओल्डेस्ट मोनेस्ट्री भनेर सो यता जसरी भए पनि दर्शन गरिदिनु भनेर सबैले रिक्वेस्ट गर्न चाहन्छु यता अप्पर मुस्ताङ आउनुभएछ भने यता पनि जसरी भए पनि आइदिनु प्राय जस्तो चाहिँ उता अब मेन रोडबाट फर्केर जान्छ यो अलि कुना ठाउँमा परेर अनि यता पनि आएर घुमिदिनु भनेर सबैलाई रिक्वेस्ट गर्छु अब माने खुसी गर्न लागेको छ दुईजना यता मर्मत हुँदैछ घरकुम्बाको दिस वान इज माने थुचुपी ओल्डेस्ट माने है यो चाहिँ यो माने चाहिँ घुम्यो भने कसैले नराम्रो सपना देखेछ कसैले रातभरि निन्द्रा लागेको छैन भने यता दर्शन गर्नुभयो भने राम्रो हुन्छ भन्ने भनाइ छ है अनि त एकदम पुरानो माने हो यिनीहरू त्यो 8th सेन्चुरीतिरै बनेको मानेहरू हो सो हामी फाइनली भित्र दर्शन गर्न लागेका छौँ सो हामी भित्र जान लागेका छौँ गुरु परमेश्वरको दर्शन गर्न लागेका छौँ सो यो मूर्तिहरू चाहिँ गुरु परमेश्वरको अलग अलग रूपको मूर्तिहरू हो सो यिनीहरू सबै चाहिँ पहिला तल थियो अनि यता रिबिल्ड गरेर अनि यता हालिदिएको मिन्स यो रुममा राखिदिएको छ यसको मिनिङ चाहिँ हजुरहरूले यो पढेर बुझिदिनु होला है मिन्स उहाँहरूको महत्त्व के हो यिनीहरू यो पेन्टिङहरू चाहिँ सिटिमिटी पेन्टिङ होइन है सो पुरै यता हेर्नु न ढुङ्गामा बनाएको छ है सो उहाँ यो पेन्टिङहरू चाहिँ कहिले बनाएको छ भन्दाखेरि 344 के अरे डोनेसन अनि यो पेन्टिङहरू एकदम प्रिसियस छ हेर्नु न यहाँ त पुरै पुरानो ढुङ्गामा बनाएको अनि यसलाई रिबिल्ड गरायो है युएस एम्बेसीले अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि यो पेन्टिङहरू चाहिँ 344 इयर्स पहिला बनेको पेन्टिङहरू छ है सो हजुरहरूले यो नोटिस थ्रु पनि पढ्न सक्नुहुन्छ बुझ्न सक्नुहुन्छ है यो पेन्टिङ साथै उहाँहरूले नोटिसको लागि पनि राखिदिनु भएको छ यो पेन्टिङ कहिले बनेको हो कसको पालोमा बनेको हो कसले बनाएको हो भन्ने कुराहरू सबै यहाँ नोटिसहरू टालिदिनु भएको छ यसको हेल्प चाहिँ युएस एम्बेसीले हेल्प गरिदिनु भएको छ युएस एम्बेसीले हेल्प गरिदिनु भएको छ त्यसको लागि उहाँहरू सबैलाई एकदमै थ्याङ्क यू भन्न चाहन्छु बिकज अफ यु गाइस यहाँ धेरै कुराहरू रिभिल भयो देख्न पायो है हराउन लागेको कुराहरू सो त्यही नै हो म्याक्सिमम 300 इयर्सको अगाडि डोनेट गरेको पेन्टिङ आई मिन राजाले डोनेट गरेको पेन्टिङ है पेन्टिङहरू यिनीहरू
यो कर्कुममा टोइलेट गरेको यति खरखुम्बा आउनु भएछ भने गुम्बा दर्शन गर्नुभयो त्यसको साथसाथ यता पनि दर्शन गरिदिनु होला यो पेन्टिङहरू एकचोटि हेरिदिनु होला एकदम प्रिसियस छ यिनीहरूलाई एकचोटि यसरी दर्शन गरिदिनु होला भनेर हजुर सबैलाई रिक्वेस्ट गर्न चाहन्छु म हेर्नु न सो प्रिसियस सो यता चाहिँ फेरि यो नोटिस पढेर यता अर्को पेन्टिङहरू छ किनभने हेरिदिनु होला सो प्रिसियस पेन्टिङ होइन पेन्टिङहरूमा एउटा एउटा मिनिङ हुन्छ रे है सो अब हामीले चाहिँ त्यति पढेको छैन बुझेको छैन नि त उहाँ भन्नुहुन्छ बुद्धिस्टको फ्लोर्सहरूले भन्नुहुन्छ अनि रिम्बुछेहरूले भन्नुहुन्छ एउटा एउटा पेन्टिङमा आफ्नो आफ्नो मिनिङ हुन्छ भनेर है सो यस्तो छ हेर्नुहोस् दिस वान इज नेक्स्ट रुममा छ है यिनीहरू पनि एकदम ओल्डेस्ट पेन्टिङ हो अनि यिनीहरू पनि रिब्युल्ड मिन्स अब कलर लगाएर फेरि अलि सफा देख्ने गरेर बनाउनु भएको छ दिस वान सो प्रिसियस घरगुम्बा आउनुभयो भने यतातिर पनि दर्शन गरिदिनु होला भनेर भन्न चाहन्छु म सो उहाँ चाहिँ गार्बेन्जी हुनुहुन्छ है यस्तरी छ खरबुजा छ आजले फेरि चिया लाउनुपर्छ सो दिस इज लुम हामी चाहिँ लुम भन्छौँ है यसले छ्याङ बनाउन लागेछ बहिनीले चाहिँ ट्वाक्क लगाएर हाम्रोतिर चाहिँ छ्याङ यसरी बनाउँछ है अब यसले छ्याङ बनाउन लगाएछ मजाले मोल्यो त्यसपछि पानी हाल्यो फेरि मोल्ने रहेछ है सो योमा मजाले छान्ने गुड जब फेरि यसरी मोल्ने यो 3 छिटो मोल्नुपर्छ है 3 छिटो मोलेर अनि फाइनली छ्याङ चाहिँ 1-2 जग निकाल्ने अब त्यो चाहिँ कति हाल्ने भन्नेमा भर पर्छ है त्यो जार चाहिँ गुड जब फेरि जारमा हालेर आज छ्याङ सिमले दोस फाइनली छ्याङ बनायो छ्याङ चाहिँ ट्र्याक्क लगाएर यस्तो चाहिँ छ्याङ खाने भए आउनुहोस् सबैजना के गरेको छ्याङ खानु सो छ्याङ चाहिँ 1 जग ट्र्याक्क लगाएर हामी चाहिँ बेच्न लगाएको फेरि हामी खान लगाएको चाहिँ होइन दिस इज छ्याङ छ्याङ थुङ्ना सो फाइनली हाम्रो खाना आयो वाउ सो नाइस सो डिलिसियस यो खाना बनाउने दिदी चाहिँ यसो यता आउनु भए कस्तो मिठो वाउ हजुरहरूलाई यो भन्दा मिठो खाना कतै पनि पाउँदैन है ओके सो घरगुम्बा आउनु भयो भने यो खाना चाहिँ टेस्ट गर्न नभुल्नु होला कृपया सबैजनाले दिदीको हातको खाना त एकदमै मिठो एकदमै डिलिसियस टेस्टी खाना त कतै पनि पाउँदैन ओके सो नाइस साथीको युट्युब जसले हेर्नुहुन्छ प्लिज घरगुम्बामा आएर एकचोटि खाना ट्राई गर्नु होला यति घरगुम्बा आउनु भयो भने यो खाना मात्र होइन भेराइटिज टाइपको फुडहरू बनाउनुहुन्छ सो नबिर्सिकन यता आएर खानाहरू ट्राई गर्नुहुन्छ सी सो एक्साइटेड
यो खानालाई म पनि एकदम एक्साइटेड छु खाना नखाएको त धेरै वर्ष भयो एटलिस्ट 2 इयर्स भयो सो फाइनली आज दिदीको हातबाट खाना खान पाइरहेको छ ओके दिदीले अनि यो अचार तिमीलाई चाहिँ कस्तो लागिरहेछ ओ वाओ Karena isi drishonya thank you naku leme ora shiba sama tete dami sama ora shiba sogi mi na gift tete wow wale wow so हामी चाहिँ स्टार्ट गर्यौं है सो खाना बनाउने दिदी यता हुनुहुन्छ तपाईले धेरै धेरै धन्यवाद यस्तो मिठो खाना बनाउनु भएकोमा So good. Khana is so delicious. हेर्नु न मासु उतिको मिठो फेरि मासु खाने आज मिठो मुलाको अचार एकदम मिठो साग दिकिम चाहिँ हिन्दूले अनि अनि this one is मासु चिकन एकदम मिठो बनाउनु भएछ खाना यदि घरमा आउनु भएछ यतातिर घुम्न आउनु भएछ भने यताको लागि चाहिँ खाना खाजा सबै अवेलेबल छ आउनु होला खानु होला टेस्ट गर्नु होला दिदीको हातबाट कस्तो छ भनेर सो हामीलाई चाहिँ एकदम मिठो लागिरहेको छ है सो सी यू सो हामी फाइनली अब जान लागेको छौं बाई बाई यता ढल ओ अनि समयको लागि थ्यांक यू यहाँ नेक्स्ट टाइम ओ या बाई बाई आजो त्यो आता ढल ओ बाई बाई अब हामी फाइनली फर्केर जाँदैछौं म चाहिँ यता छु ए घुमेर जाने भनेको ल जाऊ सो अब फाइनली कामहरु भ्याएर माने गर्दै अब फर्किँदैछौं क्या कर रहे हो आप ठीक टाइम में नहीं सो अब हामी सबै अब कोरा गर्दैछौं अनि फर्केर जान लागेको फाइनली हाम्रो भिडियो यति समय रहेको छ अनि हजुरहरुलाई कस्तो लाग्यो कमेन्टमा भनिदिनुस् अनि लाइक पनि गरिदिनुस् अनि नयाँ मान्छेहरुले मलाई सब्स्क्राइब पनि गरिदिनुस् अनि त्यसपछि अरु कुरा अब मिन्स नेक्स्ट भिडियो के को बारेमा बनाऊँ भनेर भिडियो मिन्स कमेन्ट मार्फत भनिदिनु होला अनि थ्यांक यू